यो भिडियो चाहिँ स्पेसली किचनमा काम गर्नेहरूको लागि, त्यो पनि स्पेसली किचन हेर्नेहरूको लागि। आएको 5-6 महिना भएको छैन, एकदम आत्तिएर म काम छोड्छु, गाह्रो भयो भनेर कहिले पनि त्यसो नगर्नुहोस्। आफ्नो टाइम दिनुहोस्, हल्का धैर्य राख्नुहोस्, त्यसपछि किचनमा एक्स्ट्रा आवर दिएर काम सिक्नुहोस्। मैले पनि आजभन्दा 5-6 वर्ष पहिला किचन हेर्नबाटै सुरु गरेको। 2 वर्ष पहिला मैले अस्ट्रेलिया आउने सोचेको पनि थिएन। आज अस्ट्रेलिया 2 वर्ष भयो अस्ट्रेलिया आएको, 2 वर्ष भयो एउटा अपर्च्युनिटी पाएर आफ्नो प्रोग्रेस देखाएर हल्का धैर्य राखेर मैले आज एउटा स्मल रेस्टुरेन्टमा हिँड्से पनि गर्ने अपर्च्युनिटी पाएको छु। त्यही भएर मैले कतिजना भाइहरूलाई दुबईमा किचन हेर्न लगाएको छु। मैले आफ्नो हेल्प गरेको, आफूले सक्ने हेल्प गरेको पनि छु। र त्यो भाइहरू एकदम आत्तिएर दाइ म पनि अस्ट्रेलिया आउनु पर्यो, मलाई पनि प्रोग्रेस गर्नु पर्यो भन्छन्। त्यो आत्तिएर हुँदैन, आफूले आफूलाई इम्प्रुभ पनि गर्नुपर्छ, आफूले हल्का नलेज पनि लिनु पर्यो। एकदम राम्रो प्रोग्रेस गर्नुपर्छ, जम्प ओभर गर्नुपर्छ, तर एकदम धैर्य राखेर आफूले आफूलाई पहिला काम सिकेर नलेज लिएर हो। त्यही भएर नआत्तिनुहोस्, किप ड्रिमिङ। सुरुवात गर्ने भनेको जिरोबाट हो, किचन हेर्नबाट हो। नआत्तिनुहोस्, धैर्य राख्नुहोस्, किप ड्रिमिङ। वाट एभर यु वान्ट यु विल गेट इट। बट आफूले आफूलाई प्रोग्रेस पनि गर्नु जरुरी छ। हल्का एक्स्ट्रा आवर दिएर हुन्छ, कसरी हुन्छ, सेफहरूसँग हल्का राम्रो बनेर हुन्छ, हरेक आइटमहरूको नलेज लिएर हुन्छ, के गरेर हुन्छ। तपाईँहरूले आफूलाई इम्प्रुभ चाहिँ गर्नु जरुरी छ। मैले पनि एज अ किचन हेर्नै गरेको हो स्टार्टिङ करियर। त्यही भएर धैर्य राख्नुहोस्, सबै कुरा राम्रो हुन्छ। यु विल गेट इट ब्रो, डोन्ट वरी।